तपाईको आमाको आँखामा आएको आँसु दुखीको आँसु हो कि खुसीको आँसु हो, जसले चिन्छ नि वास्तवमा सन्तान उसैलाई भनिन्छ। कि कसो मेरी आमा, कुनै पनि कुरा या कुनै पनि हाँसी मजाक भन्छौँ नि हामी जिस्किनु, त्यो जबसम्म दुईतिरबाट हुँदैन तबसम्म आनन्द आउँदैन। म जिस्किँदैछु कसैको लागि, तर ऊ त्यो कुराले दुखी हुँदैछ भने त्यो जिस्केको मानिँदैन। यसले हाम्रो संस्कारलाई बताउँछ कि हामी त्यति साह्रो राम्रो संस्कारका होइनौँ भनेर। आफ्ना बाबुहरूलाई नि विद्यालय पठाउँदा, स्कुल पठाउँदा मेरी आमा केवल शिक्षाको लागि नपठाउनु होला, कमसे कम घरमा उसलाई संस्कार पनि सिकाउनु। यस्तो विद्यालयमा पठाउनु जहाँ शिक्षाको साथमा संस्कार पनि पाइन्छ, किनभने शिक्षा जति अनिवार्य छ त्योभन्दा धेरै 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 अनिवार्य संस्कार छ। तपाईको छोराले, तपाईको नातिले पिएचडी नै किन नसके, तर घरमा हजुरआमालाई खोकी लाग्दाखेरि तातो पानी तताएर ल्याएर अगाडि राख्न सक्दैन भने उसको त्यो विद्यामा आगो लाग्यो। उसले पढेको केही पनि मान्नेन, कुनै पनि अर्थै रहेन। हामीलाई लाग्छ कि हामी पढ्दाखेरि ठुला हुन्छौँ, हामी पढ्दा ठुला हुँदैनौँ मेरी आमा। हाम्रो कर्मले, हामीले गरेको कुनै पनि कामले हाम्रो नाम हुन्छ। यो वास्तवमा पुण्य हो, किनभने कहिल्यै पनि हाम्रा आमा बाबाले आफ्ना पीडा छोराछोरीले सुनाउँदैनन्। छोराछोरीको कर्तव्य हो, तपाईँले बुझ्नुपर्छ। तपाईँको आमाको आँखामा आएको आँसु दुखीको आँसु हो कि खुसीको आँसु हो, जसले चिन्छ नि वास्तवमा सन्तान उसैलाई भनिन्छ। कि कसो मेरी आमा, आँखाबाट झर्दा पनि आँसु दुई प्रकारका झर्छन् नि, होइन? कुनै आँसु खुसीका झर्छन्, कुनै आँसु दुखीका झर्छन्। कहिलेकाहीँ झार्ने परको हुन्छ, कहिलेकाहीँ झार्ने आफ्नै हुन्छ। त्यो कारणले सकेसम्म यो संस्कारलाई पनि सिक्न जरुरी छ।